शेखरलाई भेट्न उहाँहरू आउनु भएको छ। तपाईहरु किन आउनु भयो? हामीलाई त तपाईको ठेगाना फेला पार्न साह्रै गाह्रो पर्यो। ठेगाना? किन चाहियो तपाईहरुलाई मेरो ठेगाना? आज म तपाईको नासो तपाईलाई जिम्मा लाउन आएको छु ज्वाइँ साहब। ज्वाइँ साहब? नासो? यो के भन्दै हुनुहुन्छ तपाईहरु? हेर्नुस् त हाम्रो छोरा। छोरा? कसको छोरा? मेरो छोरा? यसरी नै मैले प्रत्येक बच्चाहरूलाई आफ्नो छोरा भन्दै हिँड्ने हो भने भोलिदेखि मलाई सडकका खाते बच्चाहरूले भन्नेछन्, बा ड्याड। बिहा गरेर सिन्दुर हालेर ल्याएकी आफ्नो स्वास्नीलाई पनि यो के भन्नु भएको हजुर? ए बुढा, तेरो छोरी सजिलै मानेन, त्यही भएर मैले बिहेको नाटक गर्नु पर्यो। यिनीहरू सजिलै मान्छन्, यिनीहरूलाई सिन्दुर हाल्नै पर्दैन। गरिबको जिन्दगी माथि यसरी खेलबाड गर्नु त भएन नि हजुर। मेरो छोरी र नातिको बिजोग हुने भयो हजुर। ला यो पैसा राख, यो पनि राख। यो बच्चालाई लगेर अनाथ आश्रममा राख्दे। रह्यो तेरो छोरीको कुरा, यसलाई त पैसाको के कमी हुन्छ र? यति राम्री छे, पैसा कमाइहाल्छ नि। बाबा, यस्तो पापीको अगाडि आफ्नो शिर झुकाउनुहुन्न। यस्तो दानव राक्षससँग गिरगिराएर जीवन बिताउनु भन्दा त बरु मर्नु नै बेस। हिँड्नुहोस् यहाँबाट, म तपाईँलाई अरू बेचत हुन दिन्न। हिँड्नुहोस् बाबा, हिँड्नुहोस् यहाँबाट। बाबा हिँड्नुहोस् यहाँबाट। जाऊ बाबा, जाऊ बाबा, हिँड्नुहोस्। सुन्दैछु त्यो शेखर अहिले काठमाडौँमै छ रे। म गएर त्यसको नामो निशान मेटाएर आउँछु दाइ। मूर्ख केटो, भर्खर त जेलबाट छुटेको छस्, फेरि जेलकै हावा खाने? त्यो काम तैले होइन मूर्ख, अरू कसैले गर्नुपर्छ। साँप पनि मर्ने, लाठी पनि नभाचिने। हेर्दै जा त रणवीरको रणनीति। धन्यवाद। काका, भतिज तिम्रो अत्तो पत्तो छैन भाइ। तिमी जहाँ भए पनि तुरुन्त मौका आउनु पर्यो। है धन्य हो प्रभु, त्रिकालदर्शी महाराज कडानन्द बाजे। अब त म एकैचोटि इन्सपेक्टर हुन्छु कि क्या हो? मलाई सामानको होइन, तिम्रो चिन्ता थियो भतिज। तिमी मेरो लागि अमूल्य छौ। ल्याऊ। काका म पिउँदिन आज। आज मेरो बाघ पनि शाकाहारी भयो। खैर प्रताप, चिन्छौ होइन? यसैले गर्दा हाम्रो 50 लाखको सामान जफत भएको थियो। यो प्रतापले जेल बस्नु परेको थियो। आज सब हिसाब किताब चुक्ता गर्ने समय आएको छ देव। आज यो शेखर 1.5 करोडको सुन लिएर एक्लै सिमाना पारी जाँदैछ। देव, मलाई
जसरी भए पनि त्यो सुन चाहियो। यो काम तिमी मात्रै गर्न सक्छौ। काका, आजदेखि मैले यो कामको संसार छोड्दैछु। यो लिनुहोस् तपाईँको पैसा। देव, मलाई थाहा थियो भतिज तिमी मलाई कुनै चुटकिला सुनाउन चाहन्छौ। प्रेम भयो, सज्जन मान्छे भन्ने, बिहे गर्ने, घरजाम गर्ने। होइन काका, मैले निदो गरिसकेको छु। यो बन्दुक, गोली, चक्कु, छुरी, मारकाटको दुनियाँबाट म आफूलाई टाढा लाँदैछु। भतिज, जति टाढा गए पनि एकचोटिको अपराधी सधैँ अपराधी हुन्छ। हाम्रो संसारबाट भाग्ने कुनै बाटो छैन। अब त्यो बाटो म खन्छु काका। ए, कसले तिमीलाई आमा बाबुको माया दिएर हुर्कायो? कसले तिमीलाई फुटपाथबाट उठाएर यत्रो सिङ्गो मान्छे बनायो? कसले तिमीलाई यो संसारमा बाँच्न सिकायो? मैले देव, मैले। मलाई नै छोडेर जाने कुरो गर्छौ तिमी? दाइ, जेसुकै गरे पनि अर्काको रगत आफ्नो हुँदैन। तपाईँले यसलाई आफ्नो चेला मानेर हुर्काउनु भयो, बढाउनु भयो, तर यसले तपाईँलाई आफ्नो गुरु मानेको रहेनछ दाइ। त्यसो नभन् प्रताप, म काकाको लागि जान दिन पनि तयार छु। तर म यो पापको दुनियाँबाट मुक्ति चाहन्छु। हुन्छ देव, यो अन्तिम काम मेरो लागि गुरु दक्षिणा स्वरूप गरिदेऊ। त्यसपछि म तिमीसँग केही पनि माग्दिन। ठिक छ काका, तर मेरो यो अन्तिम काम हुनेछ। मूर्ख केटो, अब भने तेरो कसम पूरा हुनेछ। बुझी छैन त कुरो? अब यो संसारमा तेरो आफ्नो भन्ने कोही छैन। अब के गर्छस् त? सीमा, कहाँ जान्छस् यो नाबालकलाई बोकेर? यो समाजले त तर तेरो छोरालाई कहिले स्वीकार्ने छैन। अब तसँग मर्नु बाहेक अरू कुनै उपाय बाँकी छैन। के गरौँ भगवान, के गरौँ प्रभु? कसरी बाँचु म? मलाई मर्ने उपाय सिकाइदेऊ प्रभु। मलाई माफ गर मेरो बाबा, मलाई माफ गर। ए, प्रताप जेलबाट छुट्यो, त्यसको दाइ रणवीरले त केही गर्न सकेन। प्रताप, त्यो त भाइ।